त सिम्पल भ्लगमा आउँछ यो दुईटा कलर तयार भइसके। हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। इट्स मी रिजा थापा मगर। आजको भ्लगको सुरुवात ढिलो हुँदैछ किनभने हामी यहाँ काममा आइसक्यौँ। गाइस, मैले त यस्तरी भिडियो बनाएको किनभने म यस्तरी नै बनाउँछु। आज हामी मेला जाने बेला छ, तपाईँहरू पुगेर बस्नु होला। बोल्नुस् न कोही। यहाँ लाइन बसिरहेको कोही मान्छे बिटी जस्तै हो कि हो। गाइस, अब चाहिँ हामी सामान किन्न लाग्छौँ चटपट बनाउनको लागि। चाहिँ चटपट पाँचवटा दुईटा दिनु। हामीले ल्याइसक्यौँ यति सामान। आजको क्यामेराम्यान लौ सिबु बनाइदेऊ। हामीले यहाँ चाउचाउ आलुको पानी। अब आलुको पानी आयो। सिधै यस्तो गराउनु त्यस्तो किन है? थाहा छैन तेल कुलाई भनेको। दाइ तेल ल्याउनु भएन। तेल भनेको त तेल 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 त रोटी दिँदा भन्नु हो। ए अँ ओइ तेल खाइ। ले अरे गाइस तेलै कसरी यो त देखे के नन माथि माथि के त उस गरेको छिलान आलु पनि छ मजा आउँछ। आलु रुदै खाना पनि पर्छ। फेरि चटपटे आयो। रोका यहाँ नि अब त तिमी पनि भ्लगमा आउनु। गाइस, मसला जिरा धनिया अनि कालो तिल चटपटीको मुरैको पाली मुरमुरे खाँदै जाँदै हम। गाइस, अब चाहिँ हामी मेकअप गर्न आँटेको। गाइस, अब मेकअप गर्ने बेला भेटौँला एकछिनमा। स्किन केयर गरेर प्रेप गरेर आउँछ। टी-सर्ट हाल्नु अहिले त हुन नजिक आउँछ। मैले हल्का लगाइसकेँ। आम पऱ्यो यो ब्राउनी स्विट यो दुईटा कलर
यो हल्का ब्लेन्ड 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 धेरै भयो भाइ हजुरलाई सिकाउँदा त यही छ त हेरेर संसारलाई पनि देखाऊ घरिघरि ल म चाहिँ यति मेकअप गरेँ गर्नै छ अरू मेकअप तपाईँहरूलाई देखाउँछु गाइस म चाहिँ रेडी भइसकेँ टिकै भएन टिका किन्न सक्छु टिका भएन गाइस दस रुपियाँ देऊ न त्यहाँले उसमा झिक्क भन्नुभयो दाइले टिका दुईटा किन एउटा यहाँ रहेछ एउटा आफूले नि 20 रुपियाँ भन्छ कि टिकालाई पागल आउँछ छोरा हैन 10 रुपैयाँ झिक्क भन्नु मात्रै अघि दाइले यहाँबाट झिक्क हुन्छ भन्दा है ल मैले टिप्नु दिन खोइ छोरा गाइस म चाहिँ टिका लिन जाँदैछु अब आन्टी टिका दिने सिपको कति हो 10 टिका छ जानु टिका कहाँ न कहाँ आयो फोटो खिच्न लाग्यो भिडियो हाल्न लाग्यो यस्तो होइन सानो होइन सिम्पलवाला सिम्पल भन्नाले पत्थरवाला कि पत्थरवाला टिका छैन छैन ए भोकमा निधार लास्ट ठुलो हुन्छ कि निधारमै ए झन् टिका ल्याउनै भुले रहेछ ओए त्यहाँ त टिकै छैन ओए टिका लिएर लिएर जा न टिका लिन जाउँ न गाइस टिकै पाएन मैले त के गर्ने होला टिका लाएको होइन अझै त्यो पहिले तिरेर अँधेरो भएको त्यो भएर अहिले चाहिँ हामी चाहिँ तयार भइसक्यौँ तर कालै मान्छे कालो भएर होला नि त आइज हामी चाहिँ तयार भइसक्यौँ बिहा गर्न लाग्यो यस्तो बाहुली देखियो म चाहिँ कता हिँड्दा यस्तो मगाइन देखियो होइन बिहा गर्न लागेको क्या अब एउटा उस खोजिदिनु त म बिहा गर्छु क्या यो नहाल त्यता म धेरै हाल्छु पुरा कस्तो देखियो एउटा आइसक्रिम म त आधा त खाएको आधा त आफूले गम खाएर आधा मलाई देखियो हामी तयार भइसक्यौँ अब हामी पो जान्छौँ गरम भएकै लाइन गयो होइन गाइस हामी त लाइन कुदा लाइन नै आएन अहिलेसम्म मेकअप अब मेटिने डरमा आइसक्यो पसिनाले मेरो कपाल पनि यस्तो भइसक्यो यार मेकअप चाल लागिसक्यो गाइस लाइन भने आउँदै आउँदैन के
यता हेर ल अगाडि आऊ दुईजना फाइनली लाइन पनि आयो हाम्रो मेकअप गरेर सकिसकेर घर जाने बेला नै हुन लागिसक्यो नि अब यही भिडियो गराउन नि बिर्से 0.5 हामी चाहिँ सबै गरेर सकिसक्यो फोटो टिकटक बनाउन गएको गाइस टिकटकमा हेर्नु होला लाइक सेयर कमेन्ट गर्नु होला अहिले चाहिँ हामी आज एलिना चौहान चाहिँ लास्ट मेला पनि हेरेर जाने हो आज चाहिँ हामी मेला पनि हेरेर जाने यो मलाई कस्तो खुसी त्यहाँ रियल फर्ममा आइसकेँ अब चाहिँ म क्लस्टर ल्यासेस लाउनु लागेको तपाईँहरूलाई देखाउँछु गीत बनाउँछ नि त्यही भएर अफ गर्न पर्ने हो क्या म ल्यासेस ल्याउँछु हजुर देखाउँछु क्लस्टर ल्यासेस कसरी लाउने भनेर कस्तो भइसक्यो मेरो चाहिँ फर्स्टमा यो रड निकाल्ने पहिला ग्लु लाउने आँखामा गाइस मैले चाहिँ लगाइसकेँ म चाहिँ अब यस्तै गरेर यतापट्टि पनि लगाउँछु तेरो उता दे त छ उता पिङ्क कलरको त उस हेर्न यहाँ यिनीहरूलाई देखाउँदा यहाँ मेरो ल्यासेस चप्क्यो यहाँ यतातिर यसरी गर्नु भन्ने यहाँ हेरेर गरेको त ऐना नहेरिदिनु यो लाइसी चाहिँ यता यो बोन्डले सेलले सेल निकाल्ने अनि सेलले यस्तो भन्ने यस्तो ड्याब गरेपछि ड्याब यस्तो गऱ्यो भने सेक्वेर हुन्छ अझै यस्तै गरेर म यता लाउँछु नि यस्तो गर्नु गाइस मैले चाहिँ लगाइसकेँ दुईतिर यहाँ ग्लु अहिले एकछिनमा मेटाउँछु अब यसको हेयर सेट गर्ने महारानीको हेयर सेट गरिदिने अनि गाइस हामी जान लागेको मेला नै बाबा आउनुहुन्न ल हामी चलेको गाइस हामी चाहिँ यसको घरमा आइसक्यौँ यसको घरमा बस्नका लागि अनुरोध छ यसै सँगसँगै यो मञ्च व्यवस्थापन सँगसँगै कार्यक्रमलाई सुव्यवस्थित गराउनका लागि स्थानीय कलाकारको म्यानेजमेन्टमा होस् अथवा यहाँ कन्टिन्यू हुने हाम्रो सुनिल सर यहाँलाई उच्च सम्मान व्यक्त गर्न चाहन देखेन त्यही गएर किन्नुहोस् तपाईँलाई चाहिने सामानहरू राखिएको छ अनि यता सिधा होटल बनाउने बेला भइसकेको छ जादु हेर्ने बेला भइसकेको छ नेपालको पहिलो सिनियर जादु हिसाबमा रचिएको गीतमा उहाँले नृत्य प्रस्तुत गरेको छ किनभने यो ड्रेसले संस्कृति र आकृति संस्कृति र आत्मा हो संस्कृति नामै संस्कृति संस्कृति र आत्मा नानीका लागि
अतिथिमा ग्रहणका लागि आमन्त्रण गर्न चाहन्छु। तपाईँलाई सुन्दै हुनुहुन्छ भने कृपया मञ्चमा आफूलाई खरिद कसैसँग पनि नजराउने हट्टी स्वभावकी विचार राख्ने सिधा कुरा प्रष्ट बोल्ने गायिका यहाँलाई रमाइलो गराउनका लागि मञ्च प्रवेश गराउँदैछौँ। जोरदारसँग तालीले स्वागत गरौँ। हल्लाले माया सहितको हल्लाले स्वागत गरौँ। एलिना चौहानका लागि खोइ त हल्ला आगमन हुँदैछ। यतातिर यहाँले देख्न सक्नुहुनेछ मेरो दाहिने साइडतिर हेर्नुहोस् त को आउँदै हुनुहुन्छ। खै जोरदारसँग तालीले स्वागत गरौँ। सुनवलको माया देखाइदिनु सबैले हात माथि गरिदिनुहोस् अनि हल्लाले स्वागत गरौँ एलिना चौहानका लागि। एलिना चौहानज्यूलाई यतिको आउनु पर्यो नि त। अनि कट्टा हानिदिन्छु म नाच्छु भन्नुहुन्छ, नमस्ते पनि भन्न सक्नुहुन्न सिकिस्ते। अनि कसरी नाच्नुहुन्छ? नदेखिन रहेछ रातिमा त। हामी चाहिँ अघि आइसक्यौँ, लाइन गर्थ्यो अनि भर्खर लाइन आयो। त्यो थुप्रै मान्छेहरू पनि आइसक्नुभएको थियो। सर्ट भयो कोही आउनु होला एकदमै रमाइलो गऱ्यौँ। त्यही रमाइलो आज लास्ट हो भनेको त लास्ट होइन, लास्ट हो भनेर गएको। लास्ट दिनमा जाने भनेको थियौँ, तर अब हेरौँ के हुन्छ। घरका जान दिएको तर हामी चाहिँ अलिक छिटै नै आइयो आज अस्तिभन्दा। तपाईँहरूले पनि इन्जोय गर्नुभयो होला। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। नयाँ हुनुहुन्छ भने भिडियो पुरा हेरिदिनु होला, पुरानोले पनि पुरा हेरिदिनु होला। आजको ब्लग चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। सी यू इन द नेक्स्ट ब्लग। बाई।